सुन आशिका तामाङ यही हेरेर आएको हामीले भन्थे तलै लुत्या हो सबै रुनी भने जोतमा अनि बोल्दा बोल्दै भक्का नबोस् उहाँ बालेनलाई कति दिनमा आएर बोल्यो आउँदै आएर बोल्नु त बोल्यो के बोल्यो हर्केले गाई काटेर खायो हर्केले गाई काटेर खायो भने धेरै आयो तर हर्केले गाई काटेर कहिले काट्यो कहाँ काट्यो कसरी काट्यो हर्केलाई निवेदन कसले दियो कसैले दियो त्यही भएर मिडियामा भुक्ने मात्रै हो यिनीहरू होइन मलाई पनि समाउने होला मलाई त टेन्सन छैन सिधै कुरा है त्रुटि भयो नि त काममा तपाईँको काममा के त्रुटि भयो तपाईँको कर मात्रै लगाउने पैसा चाहिएन तपाईँलाई कसरी देश चलाउने हो देश पहिलाको त चलाइरहेको थियो विगत काल त चलाइरहेको थियो त कसरी चलाएको विगत काल घाटामा थियो देश हो देश घाटामा यिनीहरू चाहिँ नाफामा ल्याएर यिनीहरूले पनि ऋण लगाएन कस्तो कुरा गर्नुहुन्छ तपाईँले 32 अर्ब ऋण लगाएन यिनीहरू खर्ब फुलमान नभइदा तपाईँले म यसरी बोल्न नि पाउँदैन थिएँ तपाईँले मेरो भिडियो बनाउनै पाउनुहुन्थ्यो कसरी 18 घन्टा तपाईँको लोड सेडिङ हुन्थ्यो नि त्यसमा 18 घन्टा हुँदै थियो त्यस्तो त्यो 35 अर्ब घाटा लागेको कुलमानले बढाइदियो अनि कुलमानले बढाइदियो अनि कुलमानले बनाएको उसमा चाहिँ हिजो कुलमान आउन नहुने जानु नहुने आएको भए त पतन हुँदैछ नि त अनि खोइ त मान्छे उनीहरूले आकाश भएन पाताला भएन भने रविले बुझायो नि त त्यसले आकाशमा छैन पाताल बिचमा छ नि क्या अनि अब यो मलेसियातिर छ कि कतातिर छ अब कोही इन्डिया छ भन्छ अनि इन्डिया भेट्या पनि भन्छन् पहिला सुरु हो कर्मचारीको तलब बढ्यो ठिक छ तर यो अपाङ्ग बुद्धि भयो किन अपाङ्ग बुद्धि भयो भन्दाखेरि देशको आय ऊर्जा शक्ति बढाउने हो उत्पादन बढाउने हो कर्मचारीलाई तलब बढाइदिए जनतालाई ढाड पार्थे यहाँ अन्याय भयो अनि फेरि एउटा पाखण्डी थियो मलाई सरकारले कहाँ तँलाई किन अन्याय गर्छ हामी अन्यायमा परेका छौँ यहाँ हामी अन्यायमा परे पीडामा बोल्या हो होइन धानको बाला लसरी पसरी कोरुन्छ र मन रहर छ माइती घरमा आउने राँगा ठुल्बो भन्ने जेमराजको बाण भोलि मर्दाखेरि मोमो नखाने बान कम हुँदैन है यहाँबाट लिएर जाँदा बान कम हुँदैन बान सर्टेज हुँदैन त्यही भएर मोमो पनि नखाने धेरै एकोहोरो बुद्धि लाउने होइन गाई राष्ट्रिय जनावर हो नि भैँसी पनि अन्तर्राष्ट्रिय जनावर होइन समग्रमा हेर्नु पर्यो नि हाम्रो देशको सबै पशु पन्छीहरू सबै राष्ट्रिय छन् राष्ट्रिय नामाकरण भएको हो खुलेआम काटेर खानु हुँदैन एउटा कुरा संविधान छैन यदि कसैले त्यो गर्छ भने त्यसलाई लगेर कारवाही गर्ने हो मिडियामा द्वन्द्व मचाउने होइन बुझ्नुभयो नि धर्मको नाममा कारवाही हर्केले गाई काटेर खायो भने धेरै आयो तर हर्केले गाई काटेर कहिले काट्यो कहाँ काट्यो कसरी काट्यो हर्केलाई निवेदन कसले दियो कसैले दियो त्यही भएर मिडियामा भुक्ने मात्रै हो यिनीहरू होइन मलाई पनि समाउने होला मलाई त टेन्सन छैन सिधै कुरा है म चाहिँ डराउँदिनँ तपाईँ अब हिन्दू राज्य माग्दै हुनुहुन्छ तर अहिले पछिल्लो समयमा जुन चाहिँ माताहरूको ठगी प्रकरण झाँक्रीहरूको प्रकरण र विभिन्न प्रकारको चाहिँ अहिले चाहिँ वेदिका केसी भनेर चिन्नुहुन्छ हजुर सुनेको छु उनले आवाज चाहिँ ज्वरो उठाइरहेको छिन् धर्ममा पनि सुधार हुनु पर्यो भनेर हिन्दू धर्ममा ठिक छ विकृति विसङ्गति सुधार हुनुपर्छ झाँक्री चोर भयो भने धर्मलाई गाली गर्नु हुँदैन धर्मले तिमीले चोर ढाँट छल भनेर पठाएको छैन धर्म भनेको सबैको आस्था पवित्र हुन्छ सबै धर्म भनेको मार्गदर्शन हो धर्म सबै राम्रा छन् सबैको हिन्दूको चाहिँ मोक्षको कुरा छ गौतम बुद्धको पञ्चामृतको कुरा छ क्रिस्चियनको पापको क्षमा छ हिन्दू के अरे मुस्लिमको चाहिँ व्यवस्थाको कुरा छ मुस्लिमसँग आफ्नो आस्था पवित्र छ ऊ मदर जान्छ हिन्दूसँग आफ्नो आस्था छ ऊ मर्बदी जान्छ क्रिस्चियनहरूसँग आफ्नो आस्था छ ऊ चर्च जान्छ जीवनशैली हामी सबैको अलग अलग हो तर सबै धर्म राम्रो छ धर्मको विषयमा वाद विवाद गरिनै होइन एउटा मात्रै धर्मलाई सम्बोधन गरेर मिडियामा बोल्छ भने त्यो पाखियो कि बोल्नु सक्यो चारैको लागि बोल्न सक्नु पर्यो कि बुझ्या हुनु पर्यो धर्म छ नेपालमा त तपाईँको अब 4 धर्मावलम्बी देखिन्छ होइन बुद्धलाई पनि शान्तिपूर्ण क्या हिन्दूबाट जन्मेको हो अनि काटमार नगर्ने शान्ति अहिंसा भने त्यो बुझिन्छ धेरै राम्रो कुराहरू छन् दाइ होइन सापेक्ष चाहिँ किन चाहियो भनेको अब चाहिँ भनिरहेछन् निरपेक्ष ठिकै छ 10वटा धर्मावलम्बीहरू छन् जात जातिहरूका छन् यसमा चाहिँ सबैको भलो छ भनिरहेको छ क्या मान्छेहरूले यो हो नि त यार बुझ्नेलाई त धर्मनिरपेक्षता भने सबैले आफ्नो आफ्नो धर्म आफ्नो तरिकाले जीवन जिउन पायो नि अरूले हामी जस्तो कि क्रिस्चियनले गाई खान्छ भने अर्काको थुतेर त खाएन हिन्दूले पनि त गाई बेच्दैन होला नि त फेरि हामीलाई त गाई खाने धर्म भने खुब आएर पाउँछ नि त मैले कसो गाई खाइ त होइन क्रिस्चियनको कोही गाई खाने पनि छन् कोही नखाने पनि छन् त कोही मांसाहारी पनि कोही शाकाहारी पनि छन् त अझ हेरिने हो भने समाजमा त हिन्दूभित्रै गाई काटेर खाने मान्छे छन् त होइन र किन छैन त यहाँ खोज्यो भने के भेट्छ मलाई यो अशान्ति गर्नु छैन क्या खोज्यो भने हिन्दूभित्रै भेटिन्छ तर त्यसलाई एउटालाई चाहिँ मैले कारवाही गरिदिएर त्यसको जिन्दगी बर्बाद गरेर मैले पाउनु त केही होइन केसीले त कारबाही गर्ने भनिरहेको छ नि त उनले अब गरेछ नि त उसले सके गरेछ हामीलाई चाहिँ गर्नु छैन समाजमा दासीलाई त आछु खेलाइरहेकी छिन्
हो अब उसले गर्नु उसको प्रकाश तरिकाले झाँक्रीले आचा आचा खेलाइरहेको देखिन्छ नि उनले ठिकै छ उनीहरूले गर्नु मलाई चाहिँ गर्नु छैन समाजलाई पार्टीबाट माथालाई उनले त चाहिँ जेलसम्म पुर्याइन् त कारबाहीको होला गल्ती गरे उसँग प्रमाण पनि होला नि त फेरि उसँग प्रमाण होला प्रुफ होला र पो उसले गरे होला नि होइन अब त्यस्तो गरेछ नराम्रो गरेछ त्यो त एक व्यवस्थाको बाटो हिँडेर त राम्रो मान्नुपर्छ सडकमा आन्दोलन गरौँ हडताल गरौँ के अरे उयो गरौँ भन्नुभन्दा व्यवस्थाको बाटो हिँडेको चाहिँ राम्रो हो होइन, नेपाल धर्मको देश हो हजुर। तर धर्मको नाममा त 4 जना त शहीद भए त हजुर यो ल हेर्नु त यो धर्म हो। मान्ने मान्छेले हजुर हजुर मान्छे मार्छ गोली चलाउँछ बच्चालाई मार्ने हो यो त्यस्तो कुन धर्म हो यो अब यो चाहिँ त्यसरी तपाईँको त नेताहरूको चलखेल माने धर्म हो क्या नेताहरूको त कस्तो रहेछ भने अब त्यो राजसभाको कर्मचारी रहेछ कार्यकर्ता रहेछ अब त्यसलाई गरेर अनि आफ्नै सुदन गुरु आफ्नै पार्टीकोमा सम्झौता गरिरहेछ घन्टेहरू धेरै राम्रो छ नि त अरू पार्टी काङ्ग्रेस एमाले सबै चोर घन्टे मात्रै राम्रो जनताले भोट हाल्छ तपाईँ किन घन्टे हो हुनुहुन्छ जनताले मलाई जनताको मतलाई तपाईँ अपमान गर्नुहुन्छ कसरी कस्तो अपमान कुरा गर्नुहुन्छ त्यसो- जनताले हाले तपाईँले विरोध गर्दिने मैले विरोध कहाँ गरेँ तर मैले काममा अनि त्रुटि सबै भयो भाषा भन्नु न सुन्नु किन न। घन्टे भने त्रुटि भयो नि त काममा तपाईँको काममा के त्रुटि भयो तपाईँको कर मात्रै लगाउने अनि पैसा चाहिएन तपाईँलाई अनि कसरी देश चलाउने हो देश पहिलाको त चलाइरहेको थियो विगतकाल त चलाइरहेको थियो त कसरी चलाउँछ विगतकाल घाटा घाटामा थियो देश हो देश घाटामा यिनीहरू चाहिँ नाफामा ल्याएर यिनीहरूले पनि ऋण लगाएन कस्तो कुरा गर्नुहुन्छ तपाईँले 32 अर्ब ऋण लगाएन यिनीहरूले खर्ब तपाईँ हामी खरब त ब्याज पनि तिर्नु परेन हो ब्याज तिर्नु पर्यो नि जनताको ढाडे अनि के यो आय उत्पादन बनाउनु पर्यो नि उत्पादन आय आर्जन विदेशी जाने पैसा रोक्नु पर्यो कृषि प्रदान गराउनु पर्यो नि त्यत्रो लोन कसले लिएको हजुर यो चाहिँ राजसभाले लिएको र त्यत्रो लोन 4 अरब त तपाईँको पुरानो पार्टीले लिएका हुन्छ हो त्यो थप्दै गएको त हो नि थप्या त हो नि हजुर 20 अरब भइसक्यो हजुर। अरब अनि थप्या त हो नि त राजसभाले होइन र सत्य पनि बोल्न नपाउनु सबै त थप्या हो अनि अब उनीहरूले पनि ल्यायो यिनीहरूले पनि थप्या के पायो त तपाईँ हामीले भने बाटा मान्छे किन आयो असन्तुष्ट भएर आएन उद्देश्य छ नि त उनीहरूले त यो सरकारले चाहिँ नेपाललाई डिजिटलाइज गर्नलाई पैसा चाहियो पैसा छैन त्यस कारण लिएको भने चाहिँ उद्देश्य सही छ नि त हो उद्देश्य चाहिँ खानको लागि त होइन होला नि त खानको लागि होइन कर्मचारीको तलब बढायो तपाईँ हामीलाई के गरिदियो यो राइडरहरू आज किन रोडमा आयो यिनीहरू काम नपाएर यिनीहरू किन 200 रुपियाँ तपाईँ फेरि डिजेलमा फेरि 5 रुपियाँ बढी कर्मचारीले भ्रष्टाचार नगरून् उनलाई चाहिँ प्रशस्त हुन् ठुलो खानालाई बस्न लाउनलाई भनेर चाहिँ तलब बढाएको होला नि त त्यो पनि सोच्नु पर्यो नि त्यो दृष्टिकोणले पनि ल ठिक छ त्यो पनि मैले माने त्यो पनि कर्मचारीको तलब बढ्यो मलाई आपत्ति भएन त्यो पनि मैले माने होइन तर देन ऋणको बेलामा देन के ढुकुटीमा कम पैसा भएको बेलामा तलब बढाएर बस्ने कि त्यो कम पैसालाई चाहिँ उठाउने त विदेश गएको पैसा रोक्ने। भ्रष्टाचारी चाहिँ नगरून् भन्ने उद्देश्य हो नि त भ्रष्टाचार सरकारको त जसरी नि गर्छन् भने भ्रष्टाचार अहिले ल्याउनु त को छ सरकारले च्याप समाचार घाँटीमा पासो हालिदिन्छ के गरेर त नजिस्काउनु त केपीओलीलाई समातेर बुझातेर छोडिदियो मास खानु बोलायो भने केपीओलीले मास खानु बोला होइन यो त कानुनी रूपमा त चाहिँ कानुनले गर्ने हो नि सरकारले समाचार नगर्ने अनि तपाईँको अनि 20 रुपियाँ लागि चाहिँ के गर्नु 2 अर्ब कानुनी रूपमा छ त त्यो कानुनले छोडेको छोड्छ कहिले गर्ने चार्ज त एकजनाले कारबाही गरे भ्रष्टाचारले सरकारले त त्यो त कानुनले अदालतले गर्ने कुरो हो होइन हामीले गर्ने हो बालनले गर्ने हो सरकारले गर्ने हो अब यिनीहरू के भन्छ अदालत चाहिँ तपाईँ सबै काङ्ग्रेस एमालेका हो त्यही भएर गर्न सकेन भनिदिन्छ के कुरा गरे तपाईँले एकजना राइडरमा आगो लाएर मर्यो नगर प्रहरी एमालेलाई हाल्यो सुन्ता डङ्गोले गर्छ त पर्छ परिवार यिनीहरू त अर्का टाउकोमा चाहिँ आरोप लाउने हो अनि क्या यो सरकारले तपाईँ के खाइदिएछ र तपाईँ यति चाहिँ चर्को विरोध मेरो गर्नुहुन्छ कर खाछ नि कर खान्छ यो क्याप किन्दा कर खान्छ यो सर्ट किन्दा कर खान्छ यो सुरुवाल किन्दा कर खान्छ यो सबै खान्छ तपाईँको मात्रै खान्छ र कस्तो कुरा गर्नु नेपालभरिको खान्छ नि सबै जनताको खान्छ नि बरु जनताले चाहिँ राज्य धानेको हो राज्यले चाहिँ जनताको कुनै पनि दुःख पीडामा केही धानेको छैन जनताले चाहिँ राज्य धाने हो क्या दाइ तपाईँ कमजोर के अरे उयो मान्छे होइन अहिले आएर चाहिँ कहिले दिनु नदिने अनि एउटा बच्चाहरू बोल्यो भने जेलमा लगेर त दिने ओली भन्दा के फरक भयो ओली भन्दा के फरक ओलीको पालीमा त 35 तिर 1 लाखसम्मको बिमा आतंक मचाउन पाइन्छ त आतंक मचाउन पाइन्छ मैले कहाँ आतंक ढुङ्गा हानेको भने त चित्त नबुझाएको कुरा पो तपाईँसँग राख्दैछु ढुङ्गा नहाल्नु व्यवस्थित प्रकारले गर्न पाइन्छ बोल्न पाइन्छ व्यवस्थित प्रकारले सबै भाषामा बोल्न पाइन्छ अनि मलाई आन्दोलन गर्न पाइन्छ अनि सुन्नु के अरे असभ्य भाषामा गाली गर्छ यिनीहरूलाई मैले घन्टे नभन्नु मलाई एमाले गुहाने भन्छ मलाई झोले भन्छ मैले चाहिँ सन्नु पर्यो सरकारले भने हो सरकारले भने हो र त्यो पालन सरकारले भने हो रविले भने हो तिनकै सुन्द मुसुन्द साइबर सेना छन् क्या साइबर सेना कति गाली तपाईँलाई नि गाली आउँछ हेर्नु अब साइबर सेना बुझ्नुभयो नि रविले खटाएको हुन् र बालनले खटा हुन् र आफै गर्छन् के गर्ने कसरी गर्ने हर्के जिन्दाबाद भन्नुपर्छ त्यहीँ गाली
केपी ओली जिन्दाबाद भन्नुपर्छ त्यही गाली तपाईले भेट्न जानुभयो त अर्कालाई के भन्नुभयो के दिनुभयो अर्का सरले मैले एउटा चाहिँ एम्बुस नम्बरको विषयमा चाहिँ होइन मैले यसरी बोले मलाई चाहिँ यसरी रिट खारिज गरिदियो यही रङको विषयमा मुद्दा हालेँ मैले नम्बर प्लेटको रङको विषयमा यो सरकार चाहिँ रङमा पार्टी नै निलो सधैँ नै निलो यसको निलो कलर मात्र महत्त्व हुन्छ हाम्रो रातो कलरको महत्त्व छैन प्रेमको प्रतीक हो सेतो कलर भने पवित्रको प्रतीक हो यो हेरफेर नहोस् सुन्नु न तपाईँले दुई दिया ल्याउनु छ र रातो गराउनुहोस् हजुर तपाईँले दुई दिया ल्याउनु रातो बनाउनुहोस् सबै देशको काम गर्ने नेता नै बन्नु पर्यो नेताले आवाज उठाउँदा हुँदैन ये उल्का र अचम्म सबै नेता हुँदै जानु पर्यो निलो राख्ने हुन्न भन्ने छ र कहाँ लेखेको छ संविधानमा निलो राख्नुहुन्छ भने मेरो कलर किन हेरफेर भएको पुरानोले बिगाएर नयाँले सुधारिदिनुहोस् कलर कहाँ के भयो ल भन्नुहोस् कलर कुन चाहिँ कलर हेरफेर भएको छ अहिले कहाँ भयो गाडीमा गाडी त के हो फिर्ता लिइसक्यो त हो होइन फिर्ता ल्याएन अन्तरिम आदेश हो अन्तरिम आदेश हुँदा हुँदै कैलालीमा डोजर चलेन अन्तरिम आदेशको अब हामी भर्खर भयो नि कैलालीमा डोजर चलेको छ सरकारको चाहिँ उसमा चाहिँ जग्गा हटाएर बस्ने अनिखेर चाहिँ न्यू खोज्ने मैले न्यू खोजेको छैन मैले मैले अदालत व्यवस्थाबाट गएको हो मेरो सुनाइ भएन त्यही भएर म रोड आएको मलाई आन्दोलन गर्नु परेन छैन म कुनै पार्टीको झोले नि होइन ढुङ्गा हाल्नु मेरो कारणले समाजमा शान्ति जग्गा हुने सम्पत्ति हुने अनि त सुकुमा गएर बस्ने ए दाइ जनता भनेको बलवान मोटो हुनुपर्छ प्रजा भनेको खान नपाउने घरै नभए सडक आएको अनि त्यस्तो हुनु पर्ने त त्यसमा के आनन्दको कुरा गर्नुहुन्छ होइन सरकारको जग्गा खाइदिनु त्यसो भए हडप्ने अनि बाउको खानलाई कि सरकार भने बाउ होइन गार्जेन होइन बाउको खान प्रजालाई के हो हामी त भन्छौँ नि भने ल जानु त सिंहदरबार जानुहोस् लिनुहोस् हजुर सिंहदरबार लिनुहोस् तपाईँको सिंहदरबार छिर्नु पाउनु पर्यो जग्गा सरकारको हो भने प्रजा म चाहिँ कहाँको म इन्डियाको नागरिकता किन्दिस् नागरिकता किन्दिस् नेपालकै हो नि त यस्तो कुराले हुँदैन नि तपाईँलाई के चाहियो त त्यसो भए अब मलाई चाहिँ अब यो कलर हेरफेर हुनु भएन मलाई कलरको कुरा नगर्नु न देश विकास गर्नु पर्यो खालि कलर गरेर तपाईँले वयात कुरा गर्ने विदेशी ऋण लिएर चाहिँ विकास हुन्छ त विदेशी ऋण मात्रै लिएर विकास हुन्छ अब तपाईँसँग छैन गोजीमा अनि लिनु पर्यो नि त लोन लियो ठिकै छ लोन लियो होइन लोन लिएर यस्तो ऋण कर्मचारी लोन लिएर के सरकारले कर्मचारीलाई तल बढाइदिने तपाईँ हामीलाई कर बढाइदिने लोन लिएर के सरकारले घिउ खाएर बसेको छ मासु भात खाएर बसेको छ खान्छ मासु 9 टन खान्छ 9 टन ए दाइ एक दिनमा 9 टन खान्छ के कुरा चितवनमा आफ्नो पैसा खायो सरकारको ढिकुलबाट गएको छैन सरकारको ढिकुलबाट गएको छैन उनीहरूको पार्टीको ढिकुलबाट गएको छ हो सबैले एमाले खाए कांग्रेसले खाए माओवादीले खाए भन्यो यिनीहरू खाले हावा खाएर बस्यो बादर मारेर पाइदैन भनेर खसी नौटन मरेन यस्ता अन्धभक्तहरूका बुझ्नु है नि तर्क भएन नि सर हजुर सरकारको ढिकुटीबाट पैसा खाएको भए उनीहरूलाई आवाज उठाउन सक्यो हाम्रो तर उनीहरूको पैसा तपाईँको पैसा लागेको छ तपाईँले 10वटा खसी आयो नि तपाईँले के मतलब हो मेरो सरकारको विषय होइन नि त हो ल ठिक छ त्यो पनि मैले माने हैन अनि त्यो तर्क गर्नु भएन नि सर सुन्नु न यहाँ सुन सरकारले प्रजाको हितको लागि पनि गर्नुपर्छ कि पर्दैन पर्छ त्यो त डेफिनेटली पर्यो अनि के चाहिँ गर्यो करै त बढायो अर्को के गर्यो अरु गरेर देख्नु भएन लास्ट स्तरमा अब नहुने भयो भनेपछि स्वास्थ्य शिक्षामा स्ट्याटसबाट फिर्ता ल्यो बिजुलीको लिएन बिजुली कसले उत्पादन गरे कहाँ उत्पादन हुन्छ बिजुली देशमा कसले गरे कुलमानले गरे अनि यिनीहरूले आएर 3% ट्याक्स हामी खालि ट्याक्स मात्रै बढाइरहने ट्याक्स मात्रै बढाइरहने कुलमान नभइदा तपाईँले म यसरी बोल्न नि पाउँदैन थिएँ तपाईँले मेरो भिडियो बनाउनै पाउनुहुन्थ्यो कसरी 18 घन्टा तपाईँको लोड सेडिङ हुन्थ्यो नि देशमा 18 घन्टा हुँदै थियो त्यस्तो त्यो 35 अर्ब घाटा लागेको कुलमानले बढाइदियो अनि कुलमानले बढाइदियो अनि कुलमानले बनाएको उसमा चाहिँ हिजो कुलमान आउन नहुने जान नहुने आएको भए त पतन हुँदैछ नि त अहिले त राष्ट्र म यो राइडरहरू के यहाँ नाच्न जिन्दाबाद भन्न आयो राइडरहरू यहाँ किन आयो मेरो पीडा भएर आयो पीडा भएर लघुवित्तहरू के जिन्दाबाद भन्नु सरकारले किन यो गरिबहरूको त आवाज सुन्न सकेन सर तपाईँ पनि आफूलाई गरिब भन्नुहुन्छ होइन यो सरकारले ऊ आफ्नो कार्यकर्तालाई भेट्ने सिम्पिटी बाँड्ने मात्रै हो अनि एउटा सभापति चाहिँ एउटा कोठामा बसेर म भाग्या हो ल टिभी राई कहाँ छ भन्नुहोस् टिभी राई मलाई के थाहा भने अनि किन कराइरहेछ त्यसो भए तपाईँ अनि खोइ त मान्छे उनीहरूले आकाश भने पाताला भने हो रविले बिचमा जान्छ त्यसले आकाश पनि छैन पाताल बिचमा छन् क्या अनि अब यो मलेसियातिर छ कि कतातिर छ अब कोही इन्डिया छ भन्छ अनि इन्डिया भेट्या पनि भन्छन् होइन कोही त नेपालमै छ यहाँ लुकेर बसिरहेछन् लुकेर बसेको त हो नि यही सरकारले संरक्षण गरिरहेको छ केपी ओली पनि यहीँ छ शेरबहादुर पनि यहीँ छ शेरबहादुर उहाँ छन् सिलामङ्गल सिङ्गापुर होइन झिकाउन सकिन्छ होइन तर तपाईँको गर्छ गर्दैन कसरी गर्ने भोलि यिनीहरू चिराजी आन्दोलन गरेर यो सगाई ठगो क्रिमिनल हो भने उत्पात गरिहाल्छन् यिनीहरूले सर्छन् यिनीहरूको त यो अदालत त वासिङ मेसिन हो वासिङ मेसिन जाने अनि 1-2 अर्बको विरोध परे 41,000को
धलौटी राख्ने अनि त्यो गरिबका बच्चाहरूले आवाज उठायो भनेर 1-1 लाख धलौटी 13 बाउले ल्याएर दिन्छ 1-1 लाख छोड्दै त्यसलाई चित्त नबुझेको कुरा जनताले 2007 सालमा प्रजातन्त्र गणतन्त्र पुरै छोडिदिउँ न 2007 सालमा बोल्ने अधिकार लिएर जन्मे मान्छे हो म सरकारको तपाईँ किन चाहिँ खेदो खन्नुहुन्छ यो सरकारले काम त्यस्तो गर्छ कर्मचारीको तल बढाउँछ हामीलाई महँगी बढाउँछ कर मात्रै बढाउँछ भुत्रो गरे के गरे विधिको शासन विधिको शासन यही हो तपाईँले त पुरानो दलको हनुमान पनि भन्छ कति भन्नु न त सुन्दै आइरह आज सुन्नलाई के आइ त बाबु हिजो नसुने बाबा आज सुन्नु पर्यो विधिको शासनमा त भइरहेको होला नि त अनि विधिको शासन भयो त्यही त प्रक्रियामा गएको छ के 4 महिनामा के ठुलै प्रगति हुन्छ त 4 महिनामा केही नख्यासे पनि कर चाहिँ गर्छ त क्या मजाक प्रश्न सोध्नुहुन्छ यार तपाईँ त घन्टी अनि पैसा नभएपछि कर बढाउनु पर्यो नि त कर बढाउने भनेर चाहिँ त्यो मर्यादा छ नि स्वास्थ्यमा कर शिक्षामा कर के भन्छ 2 दिन बिदा भइसक्यो त्यो हो अनि बिदा 2 दिन छ कर्मचारीलाई त तलब पनि बढ्यो 2 दिन रिल्याक्स वा क्या आनन्द गरिब मर्योस् होइन तपाईँ हामी मर्योस् दाजुभाइ हो कर्मचारीलाई तलब पनि बढ्यो 2 दिन रिल्याक्स वा होइन तपाईँले उठाएको पैसा खोइ यहाँ त उठाउँदै हुन्छ तपाईँले मैले ट्याक्स त मलाई उठाएको नगर भन्यो मलाई नगर भन्यो तपाईँ ट्याक्स उठायो नि त खोइ त नगर पैसा भन्यो। मैले खोइ पैसा मैले ट्याक्स उठाएन मैले त सहयोग उठाएको खोइ त्यो पैसा हो त्यो मैले बुझाइदिएँ ऊ त्यो शर्मा साई बहिनीको उसलाई 315 उठाइदियो मैले बुझाइदिएँ किनभने मलाई नगर तपाईँले सरकारलाई दिनु पर्यो कहाँ सरिमला दिनु सरिमला सरकार हो सरकारको नाममा उठाउने पीडित हो नि सरकारको नाममा उठाउने तपाईँले सरकार दिनु पर्दैन गार्जेनको छोरी हो सरकार भनेको मलाई पनि यो सरकार ढाल्नु पर्छ म होइन चित्त नबुझेको कुरा लड्न पाइँदैन चित्त नबुझेको कुरा बोल्नु पाइँदैन मेरो बाउलाई त मैले झगडा गरेर हुर्केँ अब यो बाले नआओस् कि त्यसका बाउ जुनसुकै आओस् भने चित्त नबुझी आउने हो उफ्रिने हो मलाई आन्दोलन गर्नु छैन मलाई हडताल गर्नु छैन मलाई कुनै पार्टीमा लागेर चाहिँ बुझेन तपाईँलाई यो सरकारदेखि ल यो बत्तीको बिल घटा सरकार किन तिरी बत्तीको बिल आवाज चाबाको फ्री गर्नुपर्ने ठाउँमा चाहिँ उल्टा ट्याक्स लगाइरहेछ हराउने बेला कुलमाललाई हराउने अहिले फुर्ती गर्ने बुढोको मैले हरायो? कसले हरायो त तपाईँ जस्तो जनताले घन्टीले तपाईँ जस्तो जनताले हरायो त घन्टीले भने तपाईँको घन्टीले हराएको राजु पाण्डेलाई जिताउने हो अहिले त्यो फुर्ती सुन्तला गर्ने अनि त्यो गाडा थुत्नेलाई जिताइदिने बिचरा देशको विभूतिलाई हराइदियो घन्टीमा घोटाली सबै राम्रो छ नि त एउटा तपाईँ पनि पर्नुहुन्छ जस्तो लाग्यो हामी सबैले हार्यो नि त त्यत्रो राम्रो छ हो अनि तपाईँले पनि हाल्यो होला नि अनि मैले त हालिनँ मेरो त कार्डै छैन कि आसाम भोट हालेको मेरो पनि काढे कार्डै छैन नेपाली होइन क्या तपाईँ नेपाली होइन त्यो भोटर क्या अनि भोटर नागरिकता छ नि नाइता छ भोटर अनि कार्ड छैन अन्तर्राष्ट्रिय कार्ड पनि छ अँ। बुझ्नु भयो नि चाहिन्छ भने भोलि वर्ष आउँदा देखाइदिउँला होइन सुन्नु न राजु पाण्डे पछिल्लो समय विवादित आए हजुर हजुर उनले जुन चाहिँ पर्खाल भत्काए हजुर। त्यस विषयमा के छ तपाईँको धारणा अब त्यो भत्काउने भनेको त चुतिया नै हो क्या बनाउनु पो पर्यो त खालि भत्काउने मात्रै भत्काउनु भने चाहिँ केही पनि हुँदैन भने उहाँ रुँदै थियो अस्ति त्यो मिडियामा गएर भनेर त्यो रुनी एउटा मात्र हो सुन आशिका तामाङ यही हेरेर आएको हामीले भन्थे तलै लुतिया हो सबै रुनी भने जोतमा अनि बोल्दा बोल्दै भत्कानु भयो उहाँ बालेनलाई कति दिनमा आएर बोल्यो आउँदै आएर बोल्नु त बोल्यो के बोल्यो भारतको जमिन नेपाली भारतवर्षभित्रै नेपाल छ अनि प्रधानमन्त्रीले अस्ति रुनु भयो त्यो 4 जना गर्दाखेरि त उहाँले त्यति एकदमै पनि नगरे त यिनीहरूको सिम्पिटी कसले हेर्छ फेरि हाम्रो प्रधानमन्त्री आजसम्म रुनु पैसा छैन बालेन्द्र शाह रुनु भयो वा तेरा बाउको घर रोएर पाइन्छ गर्छु भनेर गएपछि रुनी मान्छे जनता रोएको छैन हामी रोएको छैन शान्ति सम्झौता गरे त अनि त्यत्रो 1000 रुपियाँ मान्छे डढेको छैन त्यसको परिवार रोएको छैन तपाईँ 4 जना सुकुम्बासी लड त्यसको परिवार रोएको छैन त्यसको आँसु जनता आँसु पानी के कुरा अरे यो आवादारी हुँदैन यस्तो। यो सरकारले चाहिँ किन जनताको आँसु पुस्न सकेन सर तपाईँ पनि रुनी खालको देख्नु भयो अहिले म त रुदिनँ भने उफ्रिन पनि छोड्दिनँ रुँदा पनि रुदिनँ तपाईँको म आन्दोलन आँसु गरौँ किन पनि पुस्न भन्दिनँ सकेन जनताको आँसु सरकारले यो पुस्नु पर्ने हो त यो गरिब मारा सरकार भने गरिबलाई भुइँ वर्गे अरे उहाँ ड्राइभरलाई ओए त्यो बोका तल राख ओए त्यो बोला यस्तो कन्पार मान्छेले गाउँबाट एउटा बोका ल्याउँछ त्यो एउटा बोकाको लागि बुलेरो रिजर्भ गर्ने भने कहिले गरिन् उनले आशिका तामाङले कहिले गरिन् त अनि एउटा बोका हुटमा राखे बिचाराहरूलाई जाडो भएर नौटो पाती खाने तपाईँलाई त एउटा आवादारी तपाईँलाई एउटा गल्ती हुनुहुन्न यो माइती गरेर हालत 10 हात उफ्रिनुहुन्छ तपाईँ त हामीलाई मान्ने हाम्रो कस्तो हुनु पर्यो केपी खनाले के काङ्ग्रेस खोज्न मरे के गरेर गएको थियो संसदमा गएर काङ्ग्रेस खोजी त्यसलाई के मतलब काङ्ग्रेस कहाँ गयो काङ्ग्रेस त्यसको बाउसँग घन्टी बजाउँछ गगन दाबा त्यो पहिला आफै काङ्ग्रेस हो काङ्ग्रेस अर्थमन्त्री स्वर्णिम वागे पहिला काङ्ग्रेस त्यहाँ छ ल हेर त्यहाँ काङ्ग्रेस परराष्ट्र मन्त्री पनि हो नि त पहिला त अनि त्यसलाई काङ्ग्रेस चाहियो एउटा उहाँ चाहिँ फेरि हर्क सम्पकले बाइक चलाएर देखिदिन्छ ऊ काङ्ग्रेस देख्दैन आँखा उनी काङ्ग्रेस नदेख्ने आँखा नहुने टिकटक पनि हेरिदिने बाइक चलाएको त्यो पनि हेरिदिने अनि भुत्रो चित्त नहुँदा हाम्रो मान्ने हाम्रो आवाज उठाउनु हुनु पर्यो त्यो हो
गरिबको आवाज उठाउनु पर्यो। म सुकुम्बासीको छोरो कतिजनाले व्यवस्था गरिस् ल भने म सुकुम्बासीको छोरो भने ख्याचे हो कि नि त्यसले कतिजनाले व्यवस्था गरिस्। त्यो 4 जना मरेको परिवारमा किन गइनस्? त्यो गोली लागेको ठाउँमा त हतार गइस् त 3 दिन पछाडि त्यहाँ त गइस्। त्यो 4 जना परिवार तिनले बचाएको होइन। तिनीहरूले खोलाको किनार ओगडायो, तिमीहरूको घर ओगडायो होइन। देश तिमीहरूको मात्र होइन, जनताको पनि। जनता र राजाले मिलेर बनेको देश हो। तिमीहरू झोलेहरू हिजो अस्ति जन्मे हो। अनि सुकुम्बासीमा यो सरकारले किन व्यवस्थापन गर्न सकेन भन्नुहोस् त तपाईँको? हो त्यो गरेन नसके व्यवस्थापन भन्दा अगाडि विस्थापित गरिएन। विस्थापित भन्दा अगाडि पहिला व्यवस्थापन गरियो। काम गरे ढङ्ग भएन। ठिक छ, मैले क्राइम गरेको छु भने मलाई समाजले त्यहाँ सबैलाई डोजर चलाइदिने सबै अपराधी यिनीहरू मात्र राम्रो, जनता चाहिँ जम्मै अपराधी। अनि बोले चोर यो एमालेको झोले काङ्ग्रेसको झोले भने समाउने थुनिदिने अनि 1 लाख रुपियाँ राख्थिने हावाजारी। यस्तो वायात हुनु हुँदैन। यो वायात गर्दैछ जेल पनि पैसा उठाउने भाँडो बनाइदियो यिनीहरू त। लो जेल पनि पैसा उठाउने भाँडो बनाइदियो यिनीहरू त। के गरे यो भन्नु न। सरकारले के गर्नु ठ्याक्कै बताउनुहोस् अब। सरकारले कि भाइहरूले गल्ती गरेको छ भने हाम्रो आपत्ति भएन। घरौटीको लागि 2 अर्ब विरोधी परेको 41,000 मा। के बिचरा बच्चाहरूले आज आफूले चित्त नबुझेको कुरा आक्रोशमा आएर बोले मलाई बोल्न दे सरकार। त्यसको गीत तेरो बाबा खान गएको बोल्न दे भने गीत गाएन भने अनि उग्र भइसक्यो समाउँदै सरकारले यार समाउने हो। 1 लाख किन माग्ने? 1 लाख किन माग्ने? 1 लाख किन माग्ने? अदालतले माग्यो हो। हजुर पालन सरकारले माग्यो हो। अदालतले माग्यो हो। एमएलए माग्यो हो। अब अदालत मेरो होइन एमएलएको भन्ने। अब एमएलए अदालत त निष्पक्ष छ त। अदालतले माग्यो तिर्नु पर्यो। सरकारको विधिको शासन भनेको जनताको ढाड सेक्ने हुनु भएन। यो 1 लाख ढडौटी मलाई चित्त बुझेको छैन। ल र अदालतले गरेको कुरा तपाईँ नमान्ने भन्ने हुन्छ। अदालत जे पनि गरिदिन्छ भने अदालत भन्छ जीविराले खोजेर ल्याएको यो अदालतले तपाईँको विष्णु पौडेललाई थुने त यो अदालतले। खोज्ने त प्रहरीको काम हो, त्यति पनि थाहा छ नि तपाईँलाई। अदालतमा पनि जम्मै टिके हो क्या। समाज बिग्रिया पेटीकोटले, बुझ्नुभयो नि? समाज बिग्रिया पेटीकोटले, देश बिग्रिया कालो कोटले। के बुझ्नुभयो? कालो कोट भनेको त वकिलहरू हो। सेतो कोट पनि बिग्रिया हो। न्यायाधीशहरू त सरकारी डक्टरहरू छैन। सरकारी डक्टरहरू 2 घण्टा 4 घण्टा यसो घुम्यासो गरी अनि यहाँनिर भन्दा हाम्रोमा राम्रो हुन्छ नि आफ्नो हस्पिटल हेर्दा नि। सेतो कोट कालो कोट बुझ्नुभयो नि? समाज बिग्रिया पेटीकोट कोटै कोटले बिग्रिया हो यो। तपाईँ कुन कोटले बिग्रिनु भयो? म त कति कोटले बिग्रिने हो। सरकारी हस्पिटलमा ग्लुकोज पाउँदैन, दिमाग खराब बच्चाको अपरेसन गरेर गयो ग्लुकोज नपाएर बाहिर भौँदाएर खोज्नुपर्छ। सेतो कोटले त्यही दुःख पाएँ, कालो कोटले खोइ एउटै ढङ्गको काम गर्दैन। अनि तपाईँ सरकारमा बस्या महिना दिनमा एकचोटि स्ट्याटस लेखिदिन्छ। ल सरकारले 1 2 3 तीनटा काम के गर्नु पर्यो तपाईँको दृष्टिकोणमा? मेरो दृष्टिकोणमा पहिला सुरु हो कर्मचारीको तलब बढ्यो, ठिक छ। तर यो अपाङ्ग बुद्धि भयो। किन अपाङ्ग बुद्धि भयो भन्दाखेरि देशको आय ऊर्जा शक्ति बढाउने हो, उत्पादन बढाउने हो। कर्मचारीलाई तलब बढाइदिने, जनतालाई ढाड पार्ने, यहाँ अन्याय भयो। अनि फेरि एउटा पाखण्डी थियो मलाई सरकारले तँलाई किन अन्याय गर्छ? हामी अन्यायमा परेका छौँ। यहाँ हामी अन्यायमा परे पीडामा बोले हो होइन। धानको बाला लसरी पसरी कोरुन्छ र मलाई रहर छ माइती घरमा आउने अनि सुकुम्बासी 4 जना मऱ्यो। यो पीडा होइन। अनि यो व्यवस्थित तरिकाले काम गरे हो। काम गरेर मलाई रिस उठेको छैन। तपाईँ काम गरी ढङ्ग देखेर रिस उठ्यो मलाई। भएन सरकारको भएन। त्यही भएर आइन्दा अब मलाई यो सरकार ढाल्नु छैन। जुन चाहिँ आए पनि एउटा सरकार चाहिन्छ हामीलाई होइन। जनता मर्नु भएन, जनता रुनु भएन, एकरो निर्णय हुनु भएन। यही देशमा चाहिँ बाबुराम भट्टराई के अरे अर्थमन्त्री कि प्रधानमन्त्री हुँदा आम नागरिकको तलब पनि बढ्ने, आम नागरिकलाई चाहिँ कर मात्रै बढ्ने, महँगी मात्रै बढ्ने। अहिले फेरि 5 रुपियाँ तपाईँको डिजल बढिसक्यो। हामीलाई चाहिँ लैकीले लुट्या कर्मचारीलाई पैसा तेरो बाउ गरिबहरूलाई के भत्ता चाहिएको हो? अब सरकारले व्यवस्था गर्नु पर्यो के हो? दृष्टिविहीनहरूलाई चाहिँ हेर्नु परेन यो सरकारले। 600 दिएको छ भने 1200 दिनु पर्यो। अनि पनि नयाँ सरकार आएर के राहत पायो? 1200 पुग्छ त कस्तो कुरा गर्नुहुन्छ भाइ? अझ पुग्ने गरिदिनु पर्यो। अझ उहाँले त्यो दिरा पनि काट्ने पर्यो बिचराहरू। यहाँनिर के अरे माथि घरमा उफ्रिन आइरह अस्ति अनि यो किसान उहाँ गोलबाट फालिरहेछ। रहरले फाले यिनीहरूलाई। उहाँ 4 महिनामा केही गर्दैन हो। हामीले पर्खिनुपर्छ, 5 वर्ष हेर्नुपर्छ होइन। सरकारले हामी हेर्छौँ तर 4 महिनामा रुनी मात्रै धेरै भयो। एउटा सिम्पिदी ब्याचिन एउटा हो गोरुलाई भाषाएर हेर्नुहोस् त हाम्रो सुदन गुरुङ पशुलाई माया गरिरहेछ। यता गरिस् मान्छेलाई चाहिँ हेर्न वाइ यार के भयो मानवतालाई हेर्नु पर्यो, गरिब दुखीलाई हेर्नु पर्यो। सरकारले परेन ल भन्नु सरकारले त एनीहाउ गर्नुपर्छ हो। त्यो सुकुम्बासी मरेको पीडित परिवारलाई पनि हो हामीबाट त्रुटि कमजोरी भयो।
आइएम सरी भन्नु पर्यो परेन। हामीले गल्ती गरेँ भन्ने भन्नु पर्यो परेन सर पटेल चाहिँ सरी भनेर त्यो भन्नु भएन घरमा पीडितको घरमा जाने हो पीडित त्यसको बच्चाहरू के राहत दिनु पर्यो। अनि त्यसको रोजगारी दिनु पर्यो। अनि त्यो 60 वर्षको बुढालाई अब कसले पाल्ने बुढाले काम गर्न सक्दैनन् त्यो एउटा हामीले त जोइन्ट फ्यामिली हो हामीले त आमा पनि पाल्नु पर्यो बाउ पनि पाल्नु पर्यो सन्तान पनि पाल्नु पर्यो नेपालीको जीवनको बोझ चाहिँ भार छ क्या कस्तो कसरी उस्काउने होला त अब यो चाहिँ गरिबहरूको चाहिँ आय स्रोतलाई भन्नुहोस् त तपाईँको दृष्टिकोणमा उद्योग धन्दा खुलाउनु पर्यो रोजगार दिनु पर्यो सरकारले अहिले काम दियो भने कोही यहाँ आएर माथि घर उफ्रिँदैन उचित के अरे व्यवस्थापन गर्नु पर्यो नि अहिले चाहिँ केही एउटा सोच चाहिँ बनाउने होइन माथि घरमा सबै चाहिँ यो बेरोजगारीहरू आएका हुन् त तपाईँले के लाग्यो के भन्नुभयो त तपाईँको मेरो काम भयो म यहाँ आउँथिनँ कुकुरको काम पनि छैन फुर्सद पनि छैन तपाईँ ड्राइभर बनाएर त आफै अनि ड्राइभर हो मेरो फुर्सद मिलाएर आएको हो नि त मैले आफ्नो जिम्मेवारी पुरा गरेर आएको पैसा कमाएर आइसक्नु भएको छ तपाईँ त हजुर पैसा कमाएर आइसक्नु भएको छ मैले आफ्नो जिम्मेवारी पुरा गरेर आएको म अन्तिम चरणमा अन्तिममा के भन्न चाहनुहुन्छ तपाईँ अन्तिममा यो सरकार ढाली काम कसैले पनि नगर साथी हो 10 महिना एउटा सरकार चाहिन्छ चित्त नबुझा कुरा राख्न मजाले पाइन्छ चित्त नबुझा कुरा गर्यो भने जेल पनि जानु पर्दैन ढाल्छ कसले 2/3 छ कसैको चाहिँ समीकरण पुग्दैन गणितीय चाहिँ अङ्क गर्न मिल्दैन कसरी तपाईँ कस्तो सपना देख्नुहुन्छ कसरी ढाल्ने मैले ढाली होइन नि विपक्षीलाई त फेरि सत्तामा आउनु छैन भने गणितीय अङ्कै पुग्दैन उनीहरूको जोड्दा पनि तपाईँ कस्तो कुरा गर्नुहुन्छ यार आन्दोलन गरेर हडताल गरेर दुनियाँ जनता चाहिँ जनता उनीहरूसँग छन् 100 जना 200 जना 500 1000 जनाले आन्दोलन हुन्छ कस्तो कुरा गर्नुहुन्छ यार आन्दोलनमा त कोही तपाईँले पनि यो काहीँ त तर्क नगर्नु त्यस्तो यार आस उठ्दो कुरा होइन अब उनीहरू उहाँ गठबन्धन गरेर छन् केपी र प्रधानले प्रचण्डले भने जस्तो कुरा नगरौँ न 1 लाख चाहिँ जिल्लामा झिकाउने 7 लाख चाहिँ काठमाडौँ दिने हामी यो सत्ता पल्टाउने त्यो दिवा सपना देख्न मिल्छ हो त्यो केपी उसले बोल्यो भने त्यसमा चाहिँ कोही पनि नजानुहोस् भोलि बोली चल्यो भने मरि हाम्रै बालबच्चा हो यिनीहरूलाई सत्तामा पुऱ्याउन हाम्रो बच्चा चाहिँ बलि दिनु पर्यो त्यस कारण चाहिँ कोही पनि आन्दोलन चाहिँ नगरौँ चित्त नबुझा कुरा मजाले गर्न पाइन्छ सरकार भनेको गार्जेन हो प्रजा कुलङ्गार भयो भनेर सरकार दुष्ट हुनु हुँदैन चित्त नबुझा कुरा मजाले बोल्न पाइन्छ तिनीहरूलाई जेलमा नराख्छ सरकार